हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ म चाहिँ धेरै दिनको बादमा ब्लग लिएर आउँदैछु। हामी चाहिँ लास्ट डिसेम्बर मनाउँदैछौँ। अन्त यहाँनिर चाहिँ हाम्रो अब लास्ट डिसेम्बरको प्रोग्राम स्टार्ट हुनु आँट्यो। हेर्दै जानुहोस् हाम्रो ब्लग। पनिर म मात्रै हो भेज चाहिँ। पनिर भयो अघि फ्राई। यहाँ चाहिँ ओनियन छ। यहाँनिर चाहिँ क्याप्सिकम रेडी भयो। यहाँनिर यस्तो छ। यहाँ चाहिँ आज सबैजनाले अर्ग्यानिक खानुहुन्छ अरे। अन्त यो पनि रेडी गर्दैछु। अन्त यहाँ चाहिँ मेरो भेजको पनिर, यो चाहिँ पनिर चिल्ली हो। यो चाहिँ भेजको लागि मैले बनाइसकेँ। यो चाहिँ अघि यहाँ चाहिँ आसुले अघि कर्जी मर्जी बनाउनु भएको छ, कुखुराको कर्जी मर्जी। यो चाहिँ अन्त हाम्रो आसु चाहिँ यहाँ हुनुहुन्छ। हेलो आसु। यहाँ चाहिँ हाम्रो आगो बालिरहेको छौँ। यो चाहिँ अस्तिको आप्पालाई चाहिँ फाप्दैन, उसले खाँदा चाहिँ बिमार भइहाल्छ हौ। यसरी बनाउँदैछ हाम्रो अर्ग्यानिक ढुङ्ग्रो साङ्गालाजी दामी। अस्तिको आप्पाको साथी हो त्यहाँ चाहिँ। लु यता हेरौँ त सबैजना। हेलो आङ्गी। हेलो नितेश एन्ड अस्रित चाहिँ प्योर उयो भेज। मेरो चाहिँ यहाँ छ, यो हो मेरो पनिर चिल्ली है। मेरो चाहिँ अरूको चिकन चिल्ली हो। ह्याप्पी न्यु इयर। आज चाहिँ हाम्रो चाहिँ न्यु इयरमा खिर स्टार्ट हुँदैछ साथीहरू। यहाँ चाहिँ आसु चाहिँ खिर बनाइदिनु हुँदैछ यहाँनिर। हेलो अस्रित, हामी के गर्नु हुँदैछ? अब चाहिँ हामी चाहिँ साथीहरू हाम्रो न्यु इयरमा चाहिँ आज हामी चाहिँ यो चुलामा चाहिँ मोमो बनाएर खाने प्लान छ। यो सबै रेडी हुँदैछ। किमा पनि रेडी हुनु आँट्यो। अन्त यहाँनिर पिठो म चाल्दैछु, सुजी आँटा। अन्त अधिकृत यहाँ छ हो। यो चाहिँ हाम्रो चाहिँ आगो फुक्ने किचन बनाएको छ। अन्त यहाँ चाहिँ अस्रित एउटा स्टेपमा मात्रै लगाइदिनु नि। हजुर अस्रितको आप्पाले चाहिँ यहाँनिर चाहिँ मक्टुमा माटो लगाइदिनु हुँदैछ हो। किनभने चुलामा पकाउँदाखेरि डर छ हो। अन्त चाहिँ उसले चाहिँ मोमो खानुहुन्न हाम्रो लागि। हजुर अदी चाहिँ यसरी यहाँ बसिरहेको छ उसको खेल्नेमा। म चाहिँ यहाँनिर काम गर्दैछु। मेरो नानीको पनि फेभरेट हो, अस्रितको पनि। आमाले मोमो बनाउन आँटेको बेबीलाई। भेज मोमो, इस्कुस मोमो। गाइस त बोल न, यहाँ बसेर हौ त्यहाँ बस्नुहोस् त। लु बोल गाइस, मेरो मोमो फेभरेट हो भन। लु अन्त बेबीले आमाले के को मोमो बनाइदिनु हुन्छ बेबीलाई? वाउ भन। पिठो पनि चालिसक्यो। जे कुरा नै आगोमा पकाएको मिठो लाग्छ। भाँडा धुनु त साह्रो लाग्छ, धुनै पर्यो।
गरिसकेँ मैले। अब मजाले आँटा मुस्छु। यहाँ चाहिँ मैले गाइस के हालेको छु भने चाहिँ म चाहिँ इस्कुसको मनपर्छ मोमो चाहिँ। मैले आज इस्कुस हालेको छु यसमा, अन्त क्यारोट हालेको छु, प्याज हालेको छु, सानो अदुवा हालेको छु, म अदुवा अलिक कम्ती खान्छु, अन्त न्युट्रेला हालेको छु, अन्त हुचिङ हालेको छु, अन्त रिफाइन ओइल हालेको छु। यो चाहिँ म एकदमै यसलाई रेडी गरेर चाहिँ नानी सुताएर मात्रै बनाउँछु। हाम्रो चाहिँ यति बेसी टाइम लाग्यो यति मोमो बनाउनु गाइस, किनभने नानीहरूको रोकै गरेर अधिकृत साथीहरू। म चाहिँ यहाँ चाहिँ सिलाम र डल्ले खोर्सानीको अचार बनाउन आँटेको। मोमोको लागि चाहिँ सिलामको मिठो हुन्छ भनेको सुनेको थिएँ, अन्त मेरोमा नि अलिकति थियो बनाउँदैछु हो। अन्त यहाँनिर चाहिँ टमाटर रेडी छ, यहाँनिर सिलामको अचार र टमाटरको अचार बनाउने। अब चाहिँ वाउ यस्तो दामी हुँदो रहेछ। अब टेस्ट गर्छु अहिले मोमो चाहिँ त कस्तो हुन्छ। गाइस अब चाहिँ भाँडाहरू धोइसकेँ मैले। अब चाहिँ हाम्रो न्यु इयर पनि सक्यो। अब चाहिँ आफ्नो आफ्नो कामपट्टि जानु पर्छ, काम पुरा छ घरमा। बाई बाई, ह्याप्पी न्यु इयर हजुरहरू सबैजनालाई। थ्याङ्क यू फर वाचिङ।